अलिकति झरेको छ झन्डा झरेको छ अलिकति थोरै झर्यो है थोरै झर्यो जस झन्डा चाहिँ मजाले फरफराएको छ हाम्रो यो चाहिँ सुनसरीकै अग्लो डाँडा विष्णुपादका स्थित पहिलादेखि यो झन्डी डाँडा भन्ने गरिरहेको नामाकरण भइरहेको र आज चाहिँ औपचारिक रूपमा झन्डा गाडिएको स्थानीय सरकारबाट स्थानीय बासिन्दाहरू पनि उल्लेखनीय उपस्थिति रहेको यहाँ देख्न पाइन्छ। जस पर्यटन विकासको लागि यो ठाउँको विकासको लागि भावी योजनाहरू के छ अब त्यसलाई नगरको तर्फबाट वडाको तर्फबाट त्यसबाहेक त्योभन्दा माथिल्लो तबकाबाट चाहिँ कसरी यसलाई चाहिँ सञ्चालन गर्न सकिन्छ भन्ने अब कुराहरू चाहिँ अब हाम्रो वडाध्यक्षज्यूको मुखारबिन्दुबाट केही कुराहरू हामी समक्ष हामी अपेक्षा गर्न चाहन्छौँ। त्यसकारणले उहाँको आफ्नो भनाइहरू के छ दुई शब्द राख्नु सबै हाम्रो यहाँनिर सबैभन्दा पनि चौतारा पनि दुई पिस रहेको छ दुई थान स्थानमा रहेको यो झन्डी डाँडा भन्ने पनि हाम्रो रामबहादुर मामा भनेको कस्तो अवस्था थियो भन्दाखेरि हामी बाल्यकालको अवस्थामा यो चाहिँ निकै ब्रिटिसहरूले एउटा पोइन्टको एउटा बिन्दु राखेर चाहिँ यहाँ झन्डा गाडिएको थियो भन्ने एउटा कथाहरू सुन्नमा आएको र यो चाहिँ झन्डा गाडेको झन्डा राखेको अवस्थामा पनि ब्रिटिसहरूले झन्डाको हेरचाह गर्ने चौकीदारलाई पनि त्यतिखेरको समयमा केही रकम मासिक रूपमा चाहिँ दिएर त्यो चाहिँ हेरालुको रूपमा राखेको भन्ने कुराहरू सुनेको थिएँ र यसले चाहिँ एउटा यो ठाउँको एउटा पनि अब ब्रिटिसहरूले काम गर्दै यो चाहिँ धरान 20 स्थित रहेको सानो खैरे रहेको छ मित्रज्यू। यता सुवारा रहेको छ गीतापुर यहाँ चाहिँ ठुलो भिड रहेको छ। यहाँदेखि रहेको सुवारा मधेरी भालढुङ्गा माछामाराको भाग यहाँबाट देखिँदैन गाह्रो छ तर भालढुङ्गा मधेरी लगायत सम्पूर्ण स्थानीय बासिन्दा जनताहरूलाई पानी चाहिँ खुवाउने यही डाँडा यही स्थान रहेको छ मित्रज्यू। गीता रहेको छ हो बासे यहाँ बस्छ क्या हो एउटा चाहिँ त्यो मापदण्डमा पुग्न जान्छ भन्ने मैले सोचेको छु र यो एउटा डाँडा चाहिँ
आफ्नो बेला बेला यो चैत वैशाखी समयमा चाहिँ आगो लाग्ने भएकोले गर्दाखेरि आगो लाग्नको लागि पनि केही ल एकछिन राख्नु ल डाँडालाई एउटा भराउ गुराँसको फुलले चाहिँ तारेर जाने भने भोलिको दिनमा यो ठाउँको स्थानीय जनताहरूलाई पनि भोलि पर्यटन पूर्वजनको हिसाबले फाइदा दिन सकिन्छ। भोलि गएर यो ठाउँमा पर्यटन पूर्वजन 1 महिना 2 महिनामा घचाघच आइदिने हो भनेदेखि भोलिको दिनमा चाहिँ के अरे यहाँको स्थानीय जनताले चिया नास्ता हरेक कुराहरू चाहिँ व्यवसाय गरेर पनि आफ्नो रोजीरोटी पनि गर्न सक्ने स्थिति भएको हुँदाखेरि त्यो विषयमा पनि यहाँका स्थानीय साथीहरूले ध्यान दिनुपर्छ र हामीले स्थानीय सरकारको हिसाबले वडाबाट गर्न सक्ने विकासका कुराहरू पूर्वाधारको कुराहरू र नगरमा बाट पनि यहाँनिर चाहिँ के नगरमा घटघट्याउने कुराहरू पनि हामी यहाँहरूलाई चाहिँ के अरे विश्वास दिलाउन चाहन्छौँ। के कति सकिन्छ त्यो चाहिँ हामीले प्रतिबद्धताका साथ गर्न सकिन्छ। तर तथापि भन्दैमा यहाँका स्थानीय साथीहरूले पनि यो विषयमा चाहिँ चासोको रूपमा हेरेर चाहिँ यो साथ दिनु हो भनेदेखि स्थानीय सरकार र यहाँको स्थानीय जनता मिल्यो भने यो ठाउँलाई पर्यटन प्रवर्धनको रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा पनि म यो जानकारी गराउन चाहन्छु। धरान नगरपालिकाको एक मात्रै यो चाहिँ के अरे पर्यटन क्षेत्रमा भोलिको दिनमा यसले फड्को दिने एउटा भर्जिन ठाउँ भनेको हाम्रो धरान 20 नम्बर वार्ड भएकोले गर्दा यसलाई सबै पक्षको साथीहरूले चासो र सरोकार सबैले दिनुपर्छ भन्ने कुराहरू यहाँमा राख्दै आजको यो कार्यक्रम यही चाहिँ समापनै भनौँ न समापन भएको पनि घोषणा गर्न चाहन्छु र साथीभाइहरू आफ्नो चाहिँ के अरे केही कुरा राख्न चाहनुहुन्छ भने यहाँनिर अहिले फेरि आफ्नो कुराहरू सुनाउला। यति कुराहरू राख्दै म यहाँबाट बिदा लिन चाहन्छु। नमस्कार, धन्यवाद। धन्यवाद रक्तजी। यसको साथसाथै यहाँनिर हाम्रो एकजना वयोवृद्ध अभिभावक हुनुहुन्छ जोमबहादुर राई। उहाँ यहाँको स्थानीय प्राप्त हुनुहुन्छ। उहाँलाई पनि यो झन्डी डाँडाको विशेषता र यहाँको ऐतिहासिक के अरे विशेषताहरू के छ भनेर 2-4 शब्द राख्नु। नमस्कार सबै फेसबुक युट्युबमा हेर्नुहुने महानुभावहरूमा म यहाँको स्थानीय, मेरो नाम जोमबहादुर राई। अब यहाँको ऐतिहासिक र यहाँको एउटा उपलब्धिहरू, यहाँको चिजबिजहरू, यहाँको एउटा महत्त्वपूर्ण के चिज भनेर सुनाउनु हुनको लागि अनुरोध गरेको हुँदा म पनि यहाँको जे जति मैले जानेका बुझेका विषयवस्तुहरूमा व्याख्या गर्नु गइरहेको छु। अरू विशेषता के भन्दा पनि धरान 20 सुनसरीको सबभन्दा उचाइ भिरालु ढुङ्गा रकको मात्रै पहाड भएको अथवा रक खानी ढुङ्गा खानी यस्तो पहाड भएको ठाउँ हामीलाई जहाँसम्म दुःख लाग्छ कि हाम्रै सुनसरी जिल्ला, हाम्रो धरानकै जनतालाई पनि यसको विशेषता देखाउन सकेको छौँ। आयो गिद्ध आयो र आज वडा अध्यक्ष ज्यू धरान 20 का हाम्रो एउटा प्रतिनिधिज्यूले यहाँ एउटा झन्डा गाड्ने राख्ने अथवा सानो भए पनि 2टा पार निर्माण गरिदिने अठोट राखेको हुँदा हाम्रो प्रतिनिधिहरूप्रति सबभन्दा म आभार व्यक्त गर्न चाहे। र नयाँ वर्ष यो 82 सालको पनि पहिला यो झन्डी डाँडामा हाम्रो प्रतिनिधिले टेकेको हुँदा यो पहिलाले कहिले पछि नहटुन्, अगाडि चुम्दै जाउन्, मेरो शुभकामना छ सबभन्दा पहिला। र अब हामी यो झन्डी डाँडा पहिला भर्ने गर्थ्यौँ, अब आजदेखि झन्डी पार भयो, झन्डी पार निर्माण गरेका छौँ। अब बिस्तारै हाम्रो वडा अध्यक्ष यहाँ मेरै अगाडि हुनुहुन्छ, सायद यो झन्डी डाँडाको आसपाससम्म सजिलै एउटा
टेम्पो बाइक स्कुटी गाडीमा आउन सक्ने एउटा सजिलो अवस्था पनि गरिदिनु होला भनेर निवेदन गर्नु पनि चाहे। र जे जति देश अथवा विदेश देख्नुहुने यो सूचना दर्शक महानुभावहरूमा एकचोटि यो पहाडलाई अहिले देख्दै हुनुहुन्छ। एउटा गिद्धे पहाड पनि एउटा भन्ने गर्छ एक गिद्धहरू पनि घुमिराखेको छ र एउटा 3-4 रहेछ 2-4 बसेको पनि रहेछ हुनाले ढुङ्गा खानी भएको हुनाले एउटा हेर्दाखेरि अलग्गै हामी धरान सुनचेरीको होइन मान्छे कि जस्तो यहाँ आउँदाखेरि अनुभव चाहिँ लिएर जानुहोस्। र आज चाहिँ टुवालोले अलिकति धेरै परसम्म टाढासम्म देख्नु नसकेको हुँदा यहाँ उपयुक्त रमणीय यहाँ गर्नु सक्ने समय चाहिँ कुन हो भने म स्थानीय भएको हुनाले यो एउटा सबैमा जानकारी गराउँदैछु कि कार्तिक महिनामा कञ्चनजङ्घादेखि जस्तै सगरमाथा पर अन्नपूर्ण सबै हिमालहरू भएको जति जम्मै देख्न सकिन्छ। जे जति हामी धरानमा बसेका छौँ अथवा इटहरी सुनचेरीमा एउटा पहाडतिर सङ्खुवासभा भोजपुर खोटाङ तेर्थुम चैनपुर धनकुटा सप्तरी अब मरङ एकचोटि यहाँ आएर आफ्नो गाउँको ठुम्काहरू पहाडहरू हेर्नु पनि सक्नुहुन्छ। हेरेर जानुहोला। र यहाँ भर्खरै गुराँसहरू फुलिएर फुलिसकेको छ। अब फेरि सुनाखरीको फुल्ने मौसम छ। यहाँ 18 जातिको सुनाखरी पाइन्छ। तर सुनाखरी खोइ भन्नु होला अब यहाँ संरक्षण नभएको हुनाले सुनाखरी जसले पनि लिएर लाने भएको हुनाले नजिक चाहिँ अलि भित्र जानुपर्छ सुनाखरी भेट्नुको लागि। अब यो बाटो छेउछाउ चाहिँ जसले पनि उखेलेर लाने भएको हुनाले संरक्षण गरिएको छैन। अब जस्तै दर्शकहरू आउने जाने गर्नुभयो भने यसको संरक्षणहरू पनि हामी टडारको साथ गर्नेछौँ। र जस्तै अब आउने बाटो दर्शकहरूमा जस्तै धरानको मुटु भानुचोक आउनुहोस्, त्यहाँदेखि सरर आउनुहोस् मङ्गलारे सुन्दर बजार काटेर, जस्तै सरदुर पार गरिकन एउटा सानो भए पनि एउटा भन्छेङ माछामारा भन्नेमा आउनुहोस्, त्यहाँ चिया नस्ता कफी पिउनुहोस्, त्यहाँदेखि हुँदै लाग्नुहोस् उकालो विष्णुपाडुकामा दर्शन गर्नुहोस्, त्यहाँदेखि घुम्तीमा छनफनी घुम्दै आउनुहोस्। जस्तै माथि ठुम्कामा निस्केपछि ध्यान केन्द्रमा ध्यान एकचोटि दिनुहोस्, त्यहाँदेखि धेरै होइन